कमलाले मुनालाई पानीले भिजाएपछि त्यही गाग्रीले हान्न खोज्दा आइन् दुर्गामा। आखिर के भयो त बुहारी भाग 273 मा। सो हेलो एन्ड नमस्ते, वेलकम टु एआरएम नेपाल। आज यस भिडियोमा रहेर हामीहरू छलफल गर्नेछौँ बुहारी भाग 273 मा के भयो भनेर। साथीहरू, बुहारीको रिभ्यू गर्नुभन्दा अगाडि तपाईहरु यदि यस भिडियोलाई अहिलेसम्म पनि लाइक गर्नु भएको छैन भने च्यानलमा नयाँ हुनुहुन्छ भने तपाईहरु कृपया यस च्यानललाई सब्स्क्राइब गरी लाइक गर्न भने नबिर्सनु होला। भन्दै लागौँ आजको यस भिडियोतर्फ। एपिसोडको सुरुमा सबैजना मौन रहेका हुन्छन् अनि रामले आफ्नो बुवाले भनेको पुरानो कुरा सम्झन्छन्, जहाँ रामले मुना र कमलालाई स्वास्थ्य चौकी लगेका हुन्छन् अनि उनीहरू अबको 10 दिनमा सन्तान जन्माउने भन्ने कुरा गर्छन्। त्यतिबेला एकदमै खुसी भएको महसुस गर्न सकिन्छ। अनि यदि दुवैजना छोरा भयो भने शिशिर र बसन्त अनि दुवैजना छोरी भयो भने गंगा र जमुना नाम राख्ने भन्ने सम्भवको कुरा हुन्छ। अनि रामले यदि कमलाबाट सन्तान नहुने हो भने मलाई पनि सन्तान चाहिँदैन भन्छन्। यो सुन्दा सबैजना चकित पर्दछन्। यसले कथालाई अझ बढी इन्ट्रेस्टिङ अनि इमोसनल बनाउँछ। साथीहरू, एपिसोडको अन्त्यमा आइरहँदाखेरि कमलाले मुनामाथि हातपात गरी पानीले भिजाएर त्यही गाग्रीले हान्न खोज्दा कथामा दुर्गामा आएकी छन्। कथाको अन्त्यतिर दुर्गामा आइसकेपछि यो भागले अझ सान्दर्भिक बनाउँछ। त्यसपछि दुर्गामाले आफ्नो छोरी मुनालाई अँगालो हाल्न छाडेर कमलाले अँगालो हाल्दै कसरी यस्तो भयो छोरी, म यो के सुन्दैछु भनी धरधरती रुन्छ। यतिकैमा कथा भने समाप्त भएको देख्न सकिन्छ। इन माई ओपिनियन साथीहरू, मलाई यस एपिसोड हेर्दा व्यक्तिगतमा एकदम इमोसनल र इन्ट्रेस्टिङ लाग्यो। यस कथाले एउटा समाजमा रहेको संस्कार संस्कृतिलाई मौलिक रूपमा झल्काउन खोजेको छ। छोरीले राम्रो र प्रेरणादायक सन्देश गरेको छ। साँच्चै साथीहरू, तपाईलाई वारियल अनि आजको यस एपिसोड तपाईहरुलाई कस्तो लाग्यो, यस रिभ्यू तपाईहरुलाई जस्तो लाग्छ सल्लाह भने मलाई कमेन्ट बक्समा नबिर्सिनु। आउटरो आदरणीय साथीहरू, तपाईहरुलाई यो भिडियो कस्तो लाग्यो? यदि तपाईहरु पनि अब मुनाको इच्छा पुराउनु पर्छ र कथाले अर्कै नयाँ मोड लिनु पर्छ भन्नुहुन्छ भने यस भिडियोलाई पनि अवश्य एक लाइक गरी यस च्यानललाई समेत सब्स्क्राइब गर्न भने नबिर्सनु होला। हामीहरू फेरि अर्को भिडियोमा भेट हुनेछौँ। तबसम्मको लागि मलाई पनि बिदा दिनुहोस्। हवस् त।